मैले तपाईँहरूलाई प्रिभियस भिडियोमा भनेको थिएँ कि म आइपिओ बेचेर देखाउँछु भनेर भनेको थिएँ कि 10 किता आइपिओ सागर डिस्टिलरीको परेको थियो, त्यो बेचेर देखाउँछु तपाईँलाई ल। अनि तपाईँलाई आइडिया हुन्छ, जेनरल आइडिया हुन्छ कसरी बेच्ने भन्ने कुराको होइन। जब तपाईँले गर्नुहुन्छ, तपाईँ के गर्नु भने पहिला जानु, एउटा एप जानु क्या, अब सेयर बजार भन्ने एप, त्यो डाउनलोड गर्नु। त्यो गेटवे हो तपाईँको टिएमएसमा जानको लागि। मसँग चाहिँ अलरेडी थियो, अपडेट भएर चाहिँ अपडेट गर्छु। अनि म यतैबाट तपाईँहरूको हुँदैन, तपाईँहरूले चाहिँ इन्स्टल गर्नु होला है। म यसैबाट ओपन गर्छु। ओपन गरिसकेपछि अनि लिएर जान्छ, यो इन्टरफेसमा लिएर जान्छ। यसमा सबै थोक हुन्छ, सेयर डिटेल्स, आइपिओ रिजल्ट, आइपिओ कमिङ, अपकमिङ आइपिओ, नेप्से टिएमएस लगइन, सबै थोक हुन्छ। मतलब के चाहियो भन्दा नेप्से टिएमएस लगइन चाहियो होइन। नेप्से टिएमएस लगइनमा जान्छु। अनि यसमा तपाईँ मेरो सेयर लगइन पनि हुन्छ है होइन। मार्केट डेप्थ होइन, लाइभ ट्रेडहरू के छ त सबै हेर्न सक्नु। म नेप्से टिएमएसमा गइसकेपछि यो इन्टरफेस आउँछ तपाईँको। यो भनेको चाहिँ लिङ्क हो क्या, ब्रोकरको लिङ्क हो होइन। तपाईँ ब्रोकर नाम दिएको हुँदैन, ब्रोकर नम्बरको आधारमा तपाईँले यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। तपाईँ ब्रोकर 2 हो भने 1मा गर्नुभयो भने तपाईँ रङ लगइन विन्डोमा जानुहुन्छ होइन। त्यही भएर जति हो त्यतिमा जानु। मेरो चाहिँ 52 भएकोले गर्दा सुन्दारा सेक्युरिटी 52मा जाँदैछु होइन। यहाँ अलिकति सर्भर डाउन भइरहेछ जस्तो लागिरहेछ। सर्भर डाउन भइरहेछ, आइरहेको छैन। इन्टरनेट स्लो भएकोले त होइन, सर्भर डाउन नै हो कि एपले नै राम्रो रेस्पोन्ड गरिरहेको छैन। अनि यसरी अब मेरो चाहिँ सबै त्यहाँ गुगलमा चाहिँ सेभ गरेको हुनाले गर्दाखेरि मेरो ट्याक्कै चाहिँ त्यहाँ क्लिक गर्ने बित्तिकै, बक्समा क्लिक गर्ने बित्तिकै सबै थोक आउँछ। ट्याक्कै क्लिक गरेपछि पासवर्ड पनि त्यही हुन्छ, त्यहीँबाट ठ्याक्कै बस्छ। एपले राम्रो रेस्पोन्ड गरिरहेको छैन, वेट गरेँ मैले। क्लोजै गरेर फेरि रिओपन गर्छु है। अब फेरि नेप्से टिएमएस लगइनमा जान्छु। गइसकेपछि मेरो अब 52 होइन, ब्रोकर नम्बर 52 हो, सुन्दारा सेक्युरिटी 52मा जान्छु। अब यसले लगइन इन्टरफेसमा लिएर जान्छ, लगइन विन्डोमा लिएर गयो होइन। त्यो बक्समा डाउनलोड क्लिक गर्ने बित्तिकै मेरो चाहिँ सबै थोक आइहाल्छ कि गुगलमा सेभ गरेर राखेको हुनाले गर्दा। यो सेभ चाहिँ होइन, त्यही पनि गरेँ मैले। तर क्याप्चा हाल्नु पऱ्यो, क्याप्चा ठ्याक्कै एकुरेट हुनुपर्छ। जे छ नम्बर त्यही, अल्फाबेट नम्बर ठ्याक 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 ठ्याक, क्यापिटल लेटर स्मल लेटर ठ्याक्कै मिल्नुपर्छ। नत्र भने फेरि क्याप्चा रङ भन्छ, फेरि तपाईँले पासवर्ड हाल्नुपर्ने हुन्छ। ल मैले क्याप्चा पनि हालेँ होइन, लगइन गर्छु। लगइन गरिसकेपछि तपाईँलाई अब नेप्सेमा तपाईँ नेप्सेमा इन हुनुभयो है, लगइन हुनुभयो। यही हो नेप्से भनेको, यही हो टिएमएस भनेको, यही हो। तपाईँले यहीँबाट चाहिँ नि किन्ने बेच्ने यहीँबाट गर्न सक्नुहुन्छ। म चाहिँ अब सागरको 10 किता बेचेर देखाउँछु। मसँग चाहिँ एचबिएल थियो होइन, एचबिएल र सागर थियो। यो मसँग भन्दा नि मेरो छोरीको हो है। अनि अब यसलाई म बेचेर देखाउँछु है। अब माथि जाउँ, तलमाथि हेरौँ न के रहेछ, कति कोलाटरमा कति पैसा रहेछ। ट्रेड समरीहरू अब देखाएको छैन, अब बेचेकै छैन पहिला है। अनि सागरको चाहिँ अब यहाँ जाने, अर्डर म्यानेजमेन्टमा जाने होइन। अर्डर म्यानेजमेन्टमा गइसकेपछि तपाईँले बाई सेल देख्नुहुन्छ, त्यहाँ डेली अर्डर बुक देख्नुहुन्छ, हिस्टोरिक अर्डर बुक। हिस्टोरिक भनेको हिजोबाट पहिला बेचिसक्नु भएको, डेली भनेको आज बेच्नु भएको होइन। बाई सेल भनेको अब त्यो किन्ने बेच्ने हो। किन्ने बेच्ने जानुभयो। नेट पनि स्लो भइरहेछ। म यो यसमा गएछु, यो यसमा क्लिक भएछ है, डेली अर्डर बुकमा क्लिक भएछ। यो चाहिँ ओपन भन्ने देखाउँछ। ओपनमा 0 छ भने नि तपाईँले बेच्नु भएको थियो भने ओपनमा 0 देखाउने बित्तिकै तपाईँको ट्रान्जेक्सन कम्प्लिट भयो भन्ने देखाएको हुन्छ होइन। फेरि म वापस गएँ, फेरि अर्डर म्यानेजमेन्टमा जान्छु। यो हिस्टोरिक बुकमा गएँ म है। हिस्टोरिकमा हिजो पहिला नबेचेको हुनाले गर्दाखेरि
मेरो चाहिँ छैन। मेरो चाहिँ देखाउँदैन। तपाईँहरूलाई इक्जाम्पलको लागि मात्रै, तर डेट याद हुनु पऱ्यो। क्लाइन्ट कोड भनेको त्यही तपाईँको इमेलमा आएको क्लाइन्ट कोड, अघि लगइनमा माथि हाल्नु भएको थियो नि, 11 डिजिटको हो त्यो, होइन। सिम्बल भनेको तपाईँको सेयरको नाम के हो है, त्यसको सिम्बल हुन्छ नि। जस्तै मुक्तिनाथ विकास ब्याङ्कको MNBBL भन्छ, होइन। हिमाल दोलखा हाइड्रो पावरको SDSPC भन्छ, होइन। हो त्यस्तै त्यो हान्नु पऱ्यो त्यहाँ। अनि डेट, तल डेट को चाहिँ स्क्रोल छ, त्यहाँनिर बक्समा स्क्रोल दिएको छ, त्यहाँ क्लिक गरेपछि डेट सेलेक्ट गरेर अनि सर्च गर्नुभयो भने तपाईँको पहिलाको ट्रान्जेक्सन पनि देखाउँछ। अनि त्यसलाई तपाईँले PDFमा एक्सपोर्ट पनि गर्न सक्नुहुन्छ, PDFमा डाउनलोड गर्न सक्नुहुन्छ है, यदि पहिलाको ट्रान्जेक्सन चाहिने हो भने। यसरी अब तपाईँको डेट सेलेक्ट गर्नु पऱ्यो है। अनि सर्च गर्दा मैले चाहिँ केही पनि हालेको नहुनाले गर्दाखेरि इन्भ्यालिड भनेर भनिरहेछ। अब मसँग छैन, पहिला बेचेको छुइनँ है। छोरीको हो, छोरीको पहिला बेचेको छुइनँ, मेरो त छ, होइन। मेरो चाहिँ अब IPO परेन, छोरीको परेको हुनाले गर्दा 2100 भएको थियो। अब घटे गर्दैछ, त्यही यही भए पनि जान्छ भनेर मैले 1780मै बेच्न लाएँ। तपाईँको यहाँ अर्डर म्यानेजमेन्टमा फेरि गएँ म। गइसकेपछि बाई सेलमा जान्छु। बाई सेलमा यहाँनिर सबै थोक हुन्छ, नेप्सी TMS ड्यासबोर्ड, तपाईँको इन्फर्मेसन, होइन, सर्च क्लाइन्ट, होइन, फन्ड म्यानेजमेन्ट सबै थोक हुन्छ। अनि यो बाई सेलमा गइसकेपछि यहाँ माथि तपाईँको त्यो देखाएको छ सेल र बाई भन्ने त्यो स्विच हुन्छ कि। तपाईँले सेल गर्ने हो भने सेलतिर स्विच गर्ने हो, बाई गर्ने हो भने बाईतिर स्विच गर्ने हो। मिस्टेक चाहिँ हुनु भएन यसमा है। त्यो बाईतिर स्विच गरेर सेल गर्नुभयो भने फेरि हुँदैन, त्यो रङ देखाउँछ तपाईँको। कहिलेकाहीँ त एक्जिक्युटिभ पनि हुन्छ, भएपछि तपाईँलाई फाइन लाग्छ। अनि अब मैले यहाँनिर सिम्बल भन्ने ठाउँमा चाहिँ तपाईँको त्यो कुन स्टक हो त्यो लाउनु पऱ्यो, होइन। त्यो लाउने बित्तिकै त्यहाँ आइहाल्छ अप्सनहरू, त्यसमा सेलेक्ट गर्नु। मैले चाहिँ सागरमा गरेको थिइनँ। अब यहाँ तल गइसकेपछि अब लाइभ ट्रेड, लाइभ मार्केट देखाइरहेको हुन्छ कि यहाँनिर। अब टप बाई भनेको कतिमा किन्न चाहनेहरू हो, होइन। त्यो किन्न चाहनेहरूले यतापट्टि लगाइरहेको हुन्छ। तपाईँले किन्न चाहनु हो भने कतिमा किन्न चाहनु, कम्तीमै किन्न चाहन्छौँ त हामी, होइन। कम्तीमा लगाएको हुन्छ। अनि बेच्ने चाहनेले अलिक बढी खोज्छ र म्याच भइरहेको हुन्छ। म्याच नभएपछि तपाईँको यहाँ देखाउँछ, म्याच भएको त देखाउँदैन, तुरुन्तै चाहिँ एक्जिक्युट भइहाल्छ। यो म्याच भएको छैन यिनीहरूको, त्यही देखिरहेको छ। कतिमा बेच्न चाहिरहेको छन् भनेर भन्दाखेरि 1776 बेच्न चाहिरहेको छ किन्नेले, 1780मा बेच्न चाहिरहेको छ, किन्नेले 76 दिन चाहिरहेको छ, होइन। मसँग 10 किता थियो, उतै क्वान्टिटी 10 किता हालेँ मैले। 10 किता हालेपछि तपाईँको तल दाम हेरौँ, होइन। टप बाई कति छ, 1776.3 छ, त्यो हालिहेरौँ। 1776.3। अब त्यो हालौँ, फेरि तल जाउँ, फेरि तल गएर हेरौँ। अब एकपल्ट अब गडबड भइरहन्छ कि छिनमै गडबड भइरहन्छ। यसैलाई भन्छ जुन लाइभ मार्केट भन्छ कि। अब हेर्नु है, त यहाँ गडबड भइरहेछ तपाईँको। माथि गएर चाहिँ हामीले 1776 लगाएको छौँ, होइन। अब यहाँ हेरौँ, बढ्न सक्ने चान्स पनि देखिरहेको छु, होइन। एकछिन प्रतीक्षा गरौँ। बढ 1780मा पुग्यो। म अब यो अपर्च्युनिटी ग्राब गरिहाल्छु, 1780 हालिहाल्छु टक्क। 1780 के भयो, 1780 पछाडि पोइन्टमा केही छैन, पोइन्टलाई पनि गर्ने। ठ्याक्क म्याच गराइदिने बित्तिकै म वेट गरेर बल्छी थापेर बस्दिनँ क्या। 10 किता त हो के बल्छी थापेर बस्ने, होइन। ठ्याक्क म एक्जिक्युट गरिहाल्छु, सेल गरिदिइहाल्छु। ऊ त्यो सेल बटन भन्नेमा रातो छ नि, रातो बक्स सेल भन्ने, त्यसमा टक्क हाल्ने बित्तिकै तपाईँको एक्जिक्युट भइहाल्छ। एकछिन प्रतीक्षा गरिरहेको छु म। कतै बढ्छ कि त, बढ्छ जस्तो छाटकाट देखिनँ, अझै घट्ने छाटकाट चाहिँ देखिरहेको छु, होइन। फ्लक्चुएसन भइरहेछ एकदमै। घट्यो पो बरु, 1780 फेरि बढ्यो। ल अब त्यसै यो बढ्ला जस्तो देखिनँ कि, यसैमा मैले सेल गरिदिएँ। ल सेल गरिसकेपछि ग्रिन कलरबाट सक्सेस भनेर आयो नि। यो भनेको अब तपाईँको एक्जिक्युट भइसक्यो। यसलाई कसरी हेर्ने भनेर भन्दाखेरि चाहिँ अब ऊ त्यो 4टा बार छ नि, त्यो 4टा बारमा जाने। पहिला हेरौँ आजुबाजु के कसो, तल देखाएको छ कि छैन, रेकर्ड छैन। 4टा बारमा गइसकेपछि अब त्यो अर्डर म्यानेजमेन्ट जाने। गइसकेपछि डेली अर्डर बुक
गइसकेपछि ओपनमा 0 देखाउने बित्तिकै तपाईँको कम्प्लिट भयो क्या। तपाईँ ट्रान्जेक्सन गर्नुभयो, ओपनमा 0 देखायो भने चाहिँ कम्प्लिटेड हो। त्यहाँ हेर्नु त कम्प्लिटेडमा एउटा देखाइरहेको छ। मेरो कम्प्लिटेड भयो होइन, कम्प्लिटेड भयो। अब टक्कै अब कति भन्दाखेरि 1780मा बेच्यो होइन, 1780मा बेच्यो। नाम डिटेल सबै कति कुन टाइममा बेचेको सबै थोक देखाउँछ त्यहाँ। अनि यही नै हो। अब यसरी बेचिसकेपछि तपाईँको होइन मेल आउँछ, यो बजार बन्द भएपछि मेल आउँछ। मेल आइसकेपछि तपाईँको मेरो सेयरमा लिङ्क पठाइदिएको हुन्छ उसले होइन, अनि त्यसमा ट्रान्सफर गरिदिनुपर्छ। ट्रान्सफर गर्नको लागि पनि अब धेरै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ। WSCC भन्ने भन्छ, वाक भन्छ, त्यो वाक पनि गर्नुपर्छ होइन। अनि कति दिन होल्ड गर्नुभएको हो होइन, त्यो पनि तपाईँले होल्डिङ्समा गएर त्यो पनि गर्नुपर्छ होइन। नत्र भने फेरि ट्रान्सफर हुँदैन सेयर, पर्चेस सेयरमा जानुपर्छ। त्यो त म तपाईँलाई अर्को भिडियो बनाएर पर्चेस सोर्समा त्यो अर्को भिडियो बनाएर म गरिदिन्छु तपाईँलाई, फेरि अपलोड गर्छु त्यो हेर्नु। अब यही भइरहेछ, यति नै हो।